1 बजेबाट मतगणना सुरु गर्ने भन्ने निर्णय भएको छ। कसरी मतगणना बैठकमा के हो भन्ने हैन पहिलो कुरा त हामी चितवनलाई निर्वाचन उम्मेदवार भएकाहरू सबै उम्मेदवारहरू चितवनलाई समुन्नत चितवन बनाउने सङ्कल्पका साथै आएका हुन्। त्यसैले निर्वाचनको सन्दर्भमा जे जति कमी कमजोरीहरू भएका छन् एकअर्कामा उम्मेदवारको भन्दा पनि आम जनताको बिचमा जुन म्यासेज गएको छ कि चितवनबाट चितवनवासी एक भएर जानुपर्छ भन्ने कुरालाई हामीले मध्यनजर गरेर यो सामाजिक सञ्जालहरूमा अनावश्यक आरोप लगाउने अनावश्यक कमेन्ट गर्ने हार्दिक श्रद्धाञ्जली यस्ता कुराहरूलाई निरुत्साहित गर्नको लागि हामी सबै उम्मेदवारको बिचमा र सबै दलको बिचमा यसलाई कानुनी दायरामा लिएर आउने जसले यो गलत कुराहरू बोलेका छन् ती मान्छेहरूलाई सामूहिक रूपमा कानुनी दायरामा लिएर आउने यसलाई जिल्ला प्रशासन कार्यालयले आवश्यक प्रक्रिया अगाडि बढाउने भनेर यसो हामीले सहमति गरेका छौँ। अर्को हामी 1 बजेबाट अहिले मतगणना गर्दैछौँ। प्रारम्भमा हामी इच्छाकामना गाउँपालिकाबाट मतदान गर्दैछौँ। हरेक वडाको छुट्टा छुट्टै मत गर्ने सहमति भएको छ। त्यसै गरी अब जे हामीले रविजीकै सन्दर्भमा जे हामीले मैले उजुरी मेरो प्रतिनिधि मार्फत उजुरी गरेको थियो त्यसलाई अब निर्वाचन आयोगमा लेखी पठाइएको छ। त्यो कारणले यहाँ निर्वाचनको मतगणनालाई त्यसले कुनै प्रभावित पार्दैन र हामी चितवनको सन्दर्भमा हामी सबै उम्मेदवारको बिचमा अहिले सामूहिक रूपमा जसले जिते पनि हार्दिकताका साथ लोकतन्त्रको ब्युटी भनेकै निर्वाचन हो। निर्वाचनलाई त भइसक्यो हिजो जे जस्तो भयो कमी कमजोरी त्यो कुरालाई छोडेर अब कुनै कमी कमजोरी हुन नदिकन त्यो मतगणना प्रक्रियालाई निर्वाध ढङ्गबाट 1 बजेबाट सुरु गर्छौँ र छिट्टै परिणाम लिएर आउँछ जसले जिते पनि। सिधै साफ नरहने भन्ने कुरा चाहिँ के हो यहाँ? त्यसलाई हामीले यसको जिम्मेवार चाहिँ अब जिल्ला निर्वाचन अधिकारीको नियन्त्रणमा सबै अब पुरा उहाँको व्यवस्थापनमा रहन्छ। त्यो कुरा भनेन हामीले त्यो उहाँको निर्वाचन अधिकृतले जे निर्णय गर्नुहुन्छ त्यो उहाँको निर्णय निर्वाचन अधिकृतको नियन्त्रणमा होइन। हामीले केही अस्वस्थताहरू उहाँको बारेमा उठाएकै हो। त्यो सन्दर्भमा निर्वाचन अधिकृतले आवश्यक निर्णय गर्नुहुन्छ। त्यो सन्दर्भमा विवाद गर्नु जरुरी छैन। अब हामी यत्रो सौहार्दपूर्ण ढङ्गबाट उम्मेदवारै सौहार्दपूर्ण तरिकाले जान सहमत भइसक्यो, सँगै आइसक्यौँ, सँगै अब मतगणनालाई सँगै गर्ने भनिसके पछाडि अब हामी व्यक्तिगत इगो कसैसँग पनि होइन। विवादको एउटा के हुन्छ भने विवाद भनेको त्यो लामो क्रमसँग रहिरहने होइन। त्यो संवादमा आइसकेपछि त्यो विवाद रहिरहँदैन। संवादमा आएर त्यसलाई छलफल गरेर टुङ्ग्याउने भनिसकेपछि रहँदैन। विशेष चाहिँ अलिकति चाहिँ के छ भने अप्ठ्यारो मैले हिजो अस्ति पनि भनेको थिएँ कि सामाजिक सञ्जालमा अलिकति गलत ढङ्गले टिका टिप्पणी गरिरहँदा धेरै अप्ठ्यारो परेको परिस्थिति हिजो अस्तिदेखि नै हामीले देखिरहेको हुनाले त्यस्तो नगराउन पनि म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। त्यस्तो गरिएको खण्डमा कानुनी रूपमा कारबाहीको भागीदार हुनुपर्ने हुन्छ। त्यसैले तपाईँहरू मार्फत हामी सबै एउटा दुईटा व्यक्तिको मात्रै कुरा होइन, सबैलाई कसैलाई पनि अभद्र ढङ्गले फेक अकाउन्ट गरेर गाली गलोज गरेर अलिक पनि निकृष्ट ढङ्गले गाली गर्दा एउटा सामाजिक मर्यादाका कुराहरू आउँछन्। राजनीतिक चुनावी मैदान चुनाव त भोलि पर्सि निर्णय पाएपछि सकिन्छ, त्यसपछि के त समाज त हाम्रो यही हो, हामी त यहीँ फेरि बस्नुपर्ने हुन्छ। त्यस कारणले त्यसलाई चाहिँ म फेरि पनि हामी सबैजना सबै साथी उम्मेदवार भर्खर निस्किनु सबैजना संयुक्त रूपमा हामीले के भन्यो भने यस्ता किसिमका समाजलाई बिथोल्ने क्रियाकलाप सामाजिक सञ्जालबाट पनि नगराउन र त्यस्तो कसैले गरे चाहिँ कानुनी दायरामा ल्याउने विषयमा नि छलफल भयो। तपाईँहरू मार्फत पनि म सबैलाई अनुरोध गर्न चाहन्छु, हामी सबैको अनुरोध चाहे जुनसुकै राजनीतिक दलको होस्, जुनसुकै राजनीतिक दलप्रति आस्था होस्, समाज त हामी सबैको हो। त्यसैले गर्दा जिम्मेवार बनेर चाहिँ यी प्रतिक्रियाहरू दिनुहुन पनि म अनुरोध गर्न चाहन्छु। नारायणजीले तपाईँलाई चाहिँ प्रमुखले चाहिँ फिरे साहबले चाहिँ अलिक बढी सहजीकरण गरिदिएको तपाईँप्रति अलिक झुकाव राखेको भन्ने आरोप लगाउनु भएको थियो। त्यसबारेमा उहाँले राख्नुभयो, अगाडि फ्रन्टमै राख्नुभयो। गर्नुहुन्छ गर्नुभएको अनुभूति गर्नुभयो? मैले त गरिएको छैन, मलाई थाहा छैन। मलाई देखेको नि आजै 10वटा गाडीमा हिँड्नुभयो, जितानन्दजीलाई 2टा गाडी मात्र दियो भन्ने आरोप। त्यो पनि हामीले स्पष्ट पार्यौँ। अब हामीभन्दा पछाडि आएको गाडी सञ्चारकर्मी साथीहरूको गाडी थियो, त्यो हामीले स्पष्ट पार्यौँ। हामीले जति पास पायो त्योभन्दा बढी चढ्नै पाइँदैन नि। कानुनले वर्जित गरेको चिज त हामीले किन छुट पाउँथ्यौँ र पाएको छैन। त्यस्तो के भएको रहेछ भन्ने छलफल गऱ्यौँ। त्यसको पनि निस्क्यो के रहेछ भन्दाखेरि अरू सञ्चारकर्मी साथीहरू पनि सँगसँगै भएको हुनाले त्यो हाम्रै हो कि भन्ने परेको रहेछ। त्यस्तो पनि होइन। यस आएका सबै विवादमा हामीले कुरा गऱ्यौँ। अहिले तपाईँले सोध्नुभएको प्रश्न अब असान्दर्भिक पनि किन हुन सक्छन् भने ती विवादका विषय थिए जसलाई हामीले सल्ट्यायौँ
मनन गर्नुपर्ने कुरा मनन गऱ्यौँ, जान्नुपर्ने कुराहरू जान्यौँ, उत्तर दिनुपर्ने कुराहरूको उत्तर दियौँ र अब सौहार्दपूर्ण ढङ्गले मतगणनालाई अगाडि बढाउने र जोसुकै विजयी भए तापनि एउटा सद्भाव निरन्तर रूपमा कायम गर्ने र चितवनको विकासको लागि हामी एकअर्कालाई साथ र सहयोग गर्ने हिसाबले गयौँ। त्यो हिजोका प्रश्न र हिजोको विवाद हिजो थिए, त्यसैलाई लिएर त आज बसियो र यत्रो लामो समय त हिजै मतगणना हुन्थ्यो होला। हामीले बसेर छलफल गरेर त्यो अगाडि बढिसकेपछि अब हामी नयाँ ढङ्गबाट अगाडि बढ्दैछौँ। भएका विवाद, भएका कन्फ्युजनहरूलाई पनि एकअर्कासँग मन माझ्ने, खुलेर कुरा गर्ने कुरा भयो। कुनै कुरा लिपिबद्ध गरियो, कुनै कुरा मनन गरियो। त्यसैले गर्दाखेरि अब त्यति सान्दर्भिक नहोला नि हिजोका प्रश्न। जस्तो तपाईँहरूमाथि के आरोप छ भन्दा तपाईँहरूसँग चाहिँ साइबर सेना छ, त्यो अटोमेसनमा कमेन्टहरू आउँछ भन्ने कुरा छ। त्यो तपाईँबाट सुन्दैछु, म थाहा छैन कसरी काम गर्छ मलाई बताइदिनुहोस् न। त्यस्तो रहेछ हाम्रो अन्डरमा रहेछ भने त कारवाही हुन्छ, मैले भनिसकेको छु। अनि त्यो धेरै कुराहरू त तपाईँले आज सुन्नुभएछ, यो चाहिँ धेरै व्यापक नै भइसक्यो। मलाई चाहिँ थाहा छैन, हामीबाट सञ्चालित छैन। कसैले गरेको रहेछ नगर्नु भनेर अनुरोध गर्न जस्तै म दुवै उम्मेदवारलाई प्रश्न गर्न चाहन्छु, मतगणनाको क्रममा त्यस्ता अनपेक्षित घटनाहरू तपाईँहरूको तर्फबाट हुन्छ कि हुँदैन? हाम्रो यो तर्फबाट बारेमा हुँदैन। अलिकति विश्वस्त पारिदिनुहोस् न हामी सबैजनालाई र आम मतदातालाई। अब हाम्रो राजनीतिक दलको तर्फबाट हुने कुनै हुँदै हुँदैन, आम पूर्ण रूपमा विश्वस्त हुनु होला। हामी सबै राजनीतिक दल के एउटा मात्र सबैले चाहिँ सौहार्दपूर्ण गर्ने भनिसकेपछि अरूबाट पनि हुँदैन भनिहालेँ। तर मैले फेरि आफ्नो राजनीतिक दलको तर्फबाट भन्नु, जितानजीले उहाँको राजनीतिक दलबाट भन्नु होला। अनि यस्तो अब हामी कुनै निर्वाध ढङ्गबाट निर्वाचन प्रक्रिया अगाडि बढ्छ। हामी कहीँ कतै समस्या आयो भने हामी उम्मेदवारै हुन्छौँ, हामी समाधान गर्छौँ। किनकि धेरै ठुल्ठुला इस्युहरू त समाधान गरिरहेको छ भने मत बाक्सामा खसिसकेको छ, त्यो मतलाई सबैले सम्मान गर्नुपर्छ। चुनाव जित्नै पर्छ, जित्नैको लागि मात्रै निर्वाचन लडिँदैन। निर्वाचन लोकतन्त्रमा जित पनि हुन्छ, हार पनि हुन्छ। लोकतन्त्रको ब्युटी नै त्यही हो। त्यो कारणले हामी जे परिणाम आएको छ त्यसलाई स्वीकार्छौँ र मतगणनामा समस्या आयो भने हामी तत्काल समाधान गर्छौँ। कुनै पनि हिसाबले हामी सकेसम्म भोलि बेलुकासम्म चितवनको नतिजा आउने कुरामा विश्वस्त छौँ। दर्शकबिन